हेलिकप्टर कम्पनी चाहिँ मैले हजुरलाई भनिहालेँ, मैले पनि कुरा गर्छु होइन उहाँहरूसँग पनि। अब यसमा टिमहरू पठाउनु के भयो होइन। सबसे समस्या चाहिँ अब जुन चाहिँ यो हाई रिस्क जोन एरियाहरूमा चाहिँ तपाईँको डेटा छैन कि, डेटा परिपक्व छैन। किन हामी पनि पहिला डिजास्टरमा जाँदाखेरि तपाईँको डेटा नभएर समस्या हुन्थ्यो, कहाँ कतिजना के बसिरहेको छ, को बसिरहेको छ थाहा नै छैन। सो यसमा चाहिँ वडाहरूले चाहिँ जुन चाहिँ एरियामा हाई रिस्क जोन भनेर तपाईँहरूले बताउनु भएको छ त्यो एरियाको चाहिँ डेटा चाहियो। कति मान्छे छ त्यहाँ, कतिजना त्यहाँ प्रभावित हुनसक्छ, बुढा कति छ, बच्चा कति छ, को हिँड्नु नसक्ने मान्छे छ कि, को विल चेयरमा छ कि। किन विल चेयरमा भएको बुढा वृद्धहरू पनि तपाईँको हिँड्नु सक्दैनन् अनि उनीहरू चाहिँ तपाईँको त्यहीँ हुन्छन् क्या। यो चाहिँ हामीले ग्राउन्डको रियालिटी तपाईँहरूलाई बताएको होइन। सो यो पहिचान गर्नलाई तपाईँको जुन चाहिँ हाई रिस्क जोन छ अहिले हाम्रो, जहाँ बाढी जाने समस्या, पहिरो जाने समस्या छ, यो रिस्कमा चाहिँ तपाईँहरूले तुरुन्तै हामीले फोन गरेर चाहिँ त्यहाँको डेटा मागाउनु पऱ्यो होइन। यो डेटामा चाहिँ यसो छ, त्यहाँ चाहिँ स्ट्यान्ड बाईमा बस्नु पऱ्यो भनेर हामीले बरु स्ट्यान्ड बाईमा राख्नु सक्यौँ होइन। अर्को कुरा भने यसलाई रिलोकेसन गर्ने प्रिपेयर्डनेस हामीसँग के छ। फर इक्जाम्पल त्यहाँ बाढी गइहाल्यो भने अब यो मान्छेलाई सार्नु पऱ्यो होइन। सार्दाखेरि कहाँ सार्ने, कुन ठाउँमा सार्ने, त्यसको व्यवस्थापन के। तपाईँको यसमा त सशस्त्र प्रहरी बलको तपाईँको यही छ, सिसिएमसी छ होइन। यो सिसिएमसी के छ तपाईँको हाम्रो त विपद व्यवस्थापन त्यो मध्येमा एउटा बुदा छ जहाँ चाहिँ तपाईँको रिलोकेसनको उयो छ क्या, आइडिया छ क्या। त्यो कसरी रिलोकेसन गर्ने, कहाँ कहाँ राख्ने, अनि कसरी त्यसलाई सेनिटाइजेसनदेखि लिएर तपाईँको रिहेबिलिटेसनसम्म कसरी गर्ने भन्ने एउटा आइडिया छ होइन। त्यसलाई चाहिँ इम्प्लिमेन्टेसनमा हामी जानु पऱ्यो होइन। त्यो भएपछि तपाईँको एटलिस्ट बाढी आइहाल्यो भने नि यो मान्छेहरूलाई दुःख पाउँदैन, उहाँहरूलाई ठाउँमा राख्न सकिन्छ होइन। सुरुमा प्रिपेयर्डनेस भएपछि बल्ल त्यसपछि राहत पाउँछ। फर्स्ट कुरा त रेस्क्यु गर्नु पऱ्यो होइन। रेस्क्यु गर्नुलाई तपाईँको यो एउटा गर्ने चाहिँ सजिलो हुन्छ हामीलाई। अनिको तपाईँको यो जुन चाहिँ पानीको बहाव बढ्दैछ भने अब हामीले आज अब यो बागमतीमा तपाईँको यो रेड जोन आइसक्यो होइन। यो यसमा चाहिँ तपाईँको त्यहाँको प्रहरीहरूलाईदेखि लिएर तपाईँको सशस्त्र प्रहरी बल जो हुन्छ वडादेखि लिएर सबैजना मिलेर चाहिँ त्यहाँको ठाउँ सार्नु पऱ्यो भनेर भन्नु पऱ्यो। लाइक फर इक्जाम्पल यता नक्खु भयो होइन, नक्खुको एरियाको अनि यो तपाईँको यो एरिया के भन्छ बल्खु एरिया, बल्खु एरियामा तपाईँको यो 100% हो यहाँबाट बेसी भयो भने त्यहाँ जान्छ हामीले थाहा पाइसकेको छौँ। त्यही भएर सुरुदेखि नै उहाँहरूले चाहिँ त्यहाँ ल अहिले रिक्स हुनसक्छ बेलासम्म, तपाईँहरू अहिले